आज चाहिँ काठमाडौँदेखि पाल्पा कान्छनाका अहिले यो बर्तन चोकमा हो। अब यहाँदेखि चाहिँ बुटोल जानु पऱ्यो भने यतातिर 35 किलोमिटर र पोखरा जानु पऱ्यो भने चाहिँ यहाँदेखि चाहिँ 119 किलोमिटर छ है त। म यो आज पाल्पाको बर्तन भन्ने चोकमा है यस्तो छ। यहाँदेखि पोखरा 119 किलोमिटर, यता बुटोल 35 किलोमिटर। अब तानसेन भनेको यहाँबाट 5 किलोमिटर माथि पर्छ है। यो चाहिँ बर्तन चोकको चाहिँ बजार हो। यो यहाँको बजारहरू पाल्पाको पठाइ चाहिँ हुने भयो आज। आज चाहिँ मौसम जे होस् पाल्पामा चाहिँ शीतल छ है, गर्मी छैन पाल्पामा। बुटोलमा जाँदा यहाँ पाल्पा चाहिँ धेरै शीतल छ, बस्नलाई आनन्द छ। आजको बसाइ चाहिँ आनन्द हुने भयो।